बारा सदरमुकाम कलैयाबाट त्यस्तै 7-8 किलोमिटर यात्रा गरेर हामी आयौँ गढीमाई मन्दिर परिसरमा। यो महागढीमाई अर्थात् मूल गढीमाई मन्दिर हो। गढीमाई मन्दिर धेरै शक्तिशाली मानिन्छ। विशेष गरी गढीमाईको मेला बलिका निम्ति प्रसिद्ध मानिन्छ। 5 वर्षमा लाग्ने मेलामा कति बलि दिइन्छ यकिन तथ्याङ्क नै छैन, सायद लाखौँको सङ्ख्यामा। यहाँ रागा, हाँस, कुखुरा, परेवा, बोका, मुसाको बलि दिइन्छ। विश्वकै ठुलो मेलाहरू मध्येमा पर्छ गढीमाई मेला र विश्वकै सबैभन्दा धेरै पशु बलि दिने स्थानका रूपमा लिइन्छ यसलाई। बारा जिल्लाको महागढीमाई नगरपालिकामा पर्ने यो मूल गढीमाई मन्दिरमा मेला लाग्दा मन्दिरलाई केन्द्रबिन्दु बनाएर वरिपरि 9 किलोमिटर सीमा निर्धारण गरिन्छ। यो सीमाभित्र जुनसुकै ठाउँमा बलि दिन सकिन्छ। यसरी ठुलो क्षेत्रमा बलि दिइनाले कति पशु बलि चढे तथ्याङ्क राख्न मुस्किल पर्ने हुन जान्छ। हाल हामी यहाँ आउँदा यो मेलाको समय त होइन, तापनि भिडभाड छँदैछ यहाँ। अहिले यहाँ विवाह गर्न नवजोडीहरू आएको चाहिँ देखिँदैछ।